Hello everyone, welcome back to my channel. Today in this video we are covering introduction to research part, and this is the first chapter of research methodology BCA 6th semester. Let's start the topic. And today there's nothing more, अनि आज चाहिँ हामी जस्ट थोरै कुरा मात्रै कभर गर्नेछौँ यो भिडियोमा. फर्स्टमा मिनिङ अफ रिसर्च पढ्छौँ हामी, त्यसपछि टाइप्स अफ रिसर्च अप्लाइड एन्ड फन्डामेन्टल रिसर्च, त्यसपछि यसको डिफ्रेन्स हामी राम्ररी पढ्छौँ. यो भिडियोमा चाहिँ छोटो भिडियो बनाउनेछौँ. अर्को चाहिँ मिनिङ अफ रिसर्च. रिसर्च भनेको चाहिँ के हो त? रिसर्च भन्ने बित्तिकै सिस्टमेटिक प्रोसेस भन्ने चाहिँ छुट्याउनै हुँदैन. रिसर्च भनेको चाहिँ एउटा सिस्टमेटिक प्रोसेस हो. के गर्ने प्रोसेस त? कलेक्टिङ, एनालाइजिङ एन्ड इन्टरप्रेटिङ इन्फर्मेसनलाई कलेक्ट गर्ने, एनालाइज गर्ने, त्यसलाई इन्टरप्रेट गर्ने एउटा सिस्टमेटिक प्रोसेसलाई नै रिसर्च भनिन्छ. यसले के गर्ने हेल्प गर्छ त? इन सल्भिङ प्रब्लम्स, हैन? रिसर्चले सल्भिङ प्रब्लम्स अनि डिस्कभरिङ न्यू नलेजमा हेल्प गर्छ. हामी रिसर्च किन गर्छौँ त? कुनै कुराको प्रब्लम सल्भ गर्नको लागि अथवा कुनै नयाँ नलेजहरू गेन गर्नको लागि, डिस्कभर गर्नको लागि चाहिँ हामी रिसर्च गर्छौँ. रिसर्च मिन्स अ केयरफुल इन्भेस्टिगेसन अर स्टडी. एज वी अल नो द्याट रिसर्च मिन्स कुनै कुराको केयरफुल इन्भेस्टिगेसन अर स्टडी. स्टडी भनेको हामी नर्मली पढ्ने खालको स्टडी होइन. स्टडी भनेको नि एउटा रिसर्च टाइपको. अर्को छ किन कन्डक्ट गरिन्छ त? रिसर्च किन गरिन्छ त भन्दा टु डिस्कभर फ्याक्ट. कुनै फ्याक्टहरू डिस्कभर गर्नको लागि, कुनै नयाँ कुराहरू पत्ता लगाउनको लागि, भेरिफाई इन्फर्मेसन. कुनै इन्फर्मेसन छ तर त्यो रियल हो कि होइन त्यो भेरिफाई गर्नको लागि चाहिँ हामीले चाहिँ रिसर्च कन्डक्ट गर्छौँ. अर सल्भ प्रब्लम, माथि नै भनिहाल्यौँ, प्रब्लम सल्भ गर्नको लागि पनि रिसर्च कन्डक्ट गर्छौँ. रिसर्चमा चाहिँ के इन्भल्भ हुन्छ त? माथि अब रिसर्च भनेको के हो भन्नेमै अलिकति भइसक्यो. अनि रिसर्चभित्र चाहिँ के पर्छ त? हामी रिसर्च गर्ने भन्छौँ, के गरेर चाहिँ रिसर्च हुन्छ त? फर्स्टमा अब्जर्भेसन. कुनै कुराको रिसर्च गर्नुपर्छ अथवा हामी कुनै कुराको रिसर्च गर्न गइरहेको छौँ भने फर्स्टमा अब्जर्भ गर्नु पर्यो. अब्जर्भ गर्ने भनेको जुन कुराको रिसर्च गर्ने त्यो कुरालाई अब्जर्भ गर्नु पर्यो. त्यसपछि एनालाइसिस गर्नु पर्यो. के भइरहेछ, कस्तो भइरहेछ, एनालाइसिस गर्नु पर्यो. एक्सपेरिमेन्टेसन त एकदम इम्पोर्टेन्ट कुरा हो होइन. यत्तिकै हावातालमा कुनै कुराको रिसर्च निकालेर भएन, एक्सपेरिमेन्ट गर्नु पर्यो. लास्टमा कन्क्लुजन निकाल्ने. रिसर्च भनेकै लास्टमा रिसर्च मतलब एउटा क्वेसनको एन्सर जतिवटाको क्वेसनको एन्सर भए पनि लास्टमा एउटा कन्क्लुजन आउँछ भने त्यसलाई रिसर्च भनिन्छ है. अब टाइप्स अफ रिसर्चमा पर्छ अप्लाइड रिसर्च र फन्डामेन्टल रिसर्च. अब फर्स्टमा चाहिँ अप्लाइड रिसर्च. अप्लाइड रिसर्च चाहिँ किन कन्डक्ट गरिन्छ भन्दा टु सल्भ प्र्याक्टिकल अर रियल लाइफ प्रब्लम्स. अब वाट इज अप्लाइड रिसर्च भन्दा पनि हामी यहीँबाट गर्न सक्छौँ होइन. डेफिनेसन हामी यहीँबाट बनाउन सक्छौँ. पोइन्टहरू थाहा भयो भने यत्तिकै हामी डेफिनेसन बनाउन सकिहाल्छौँ. किन कन्डक्ट गरिन्छ त अप्लाइड रिसर्च भन्दा? प्र्याक्टिकल प्रब्लमहरू सल्भ गर्न, रियल लाइफ प्रब्लमहरू सल्भ गर्नको लागि चाहिँ अप्लाइड रिसर्च, नामले नै भन्छ नि त अप्लाइड. इट फोकस अन इमिडिएट एप्लिकेसन. यो भनेको कुनै अप्लाइड रिसर्च चाहिँ इमिडिएट एप्लिकेसनमा फोकस गर्छ. हामीले अप्लाइड रिसर्च गऱ्यौँ होइन, त्यसपछि जुन कन्क्लुजन आउँछ त्यो चाहिँ हाम्रो एप्लिकेसनमा, हाम्रो डेली लाइफमा, रियल लाइफ प्रब्लमहरूमा इमिडिएट युज हुन्छ भने त्यस्तो चाहिँ अप्लाइड रिसर्च भयो. अनि अप्लाइड रिसर्च चाहिँ कस्तो ठाउँमा युज हुन्छ त? बिजनेसमा, मेडिसिन, मेडिकल फिल्डहरूमा, टेक्नोलोजीमा एन्ड एजुकेसनमा. यो चाहिँ एकदम इम्पोर्टेन्ट छ अप्लाइड रिसर्च भनेको. हामीले योभन्दा बढी जान्नु पर्दैन यसमा. अब अलिकति फिचर्स र इक्जाम्पल हेरौँ अप्लाइड रिसर्चको. फिचर्स अब अघि भने जस्तै प्र्याक्टिकल इन नेचर एकदम प्र्याक्टिकल छ यो चाहिँ होइन. यसको नेचर कस्तो छ? प्र्याक्टिकल खालको, मतलब रियल लाइफमा युज हुने, यसको कन्क्लुजन आउने बित्तिकै अप्लाइड हुने होइन. अनि रियल लाइफ एप्लिकेसन हामीले हेरेर इमिडिएट एप्लिकेसन
अनि प्रब्लम सल्भिङ ओरिएन्टेड अनि अप्लाइड रिसर्च चाहिँ कुनै नयाँ कुरा निकाल्ने होइन कि जे कुरा छ त्यो कुराको प्रब्लमलाई सल्भ गर्ने चाहिँ बेसिसमा चाहिँ काम गर्छ। यसले प्रोभाइड्स इमिडिएट बेनिफिट्स, अघि भनेको जस्तै अप्लाइड रिसर्च गरिसकेपछि चाहिँ इमिडिएट बेनिफिट हुन्छ। कुनै रिसर्च गरेर इमिडिएट बेनिफिट्स हामीलाई मिल्छ भने चाहिँ त्यो चाहिँ अप्लाइड रिसर्च भयो। एक्जाम्पलको लागि एउटा कुनै नयाँ मोबाइल एप्लिकेसन डेभलप गर्ने होइन, त्यो कुनै नभएको कुरालाई इनोभेसन गरेर नभएको कुरालाई इन्भेन्ट गरेको त होइन नि त, भएकै कुरालाई अब न्यू एप्लिकेसन बनाएको, त्यो चाहिँ अप्लाइड रिसर्च भयो। जब न्यू एप्लिकेसनहरू, न्यू मोबाइल एप्लिकेसनहरू डेभलप हुन्छ त्यो युजमा आइहाल्छ, त्यही भएर चाहिँ यो चाहिँ अप्लाइड रिसर्च भयो। अनलाइन ब्याङ्किङ सेक्युरिटीहरू इम्प्रुभ गर्ने, नयाँ कुरा होइन भएकै कुरालाई इम्प्रुभ गरेको कुनै रिसर्च गरेर, त्यो पनि अप्लाइड रिसर्च भयो। फाइन्डिङ मेथड्स टु इन्क्रिज बिजनेस सेल्स, अब बिजनेस सेल्स कसैको बिजनेस छ त्यसमा कसरी चाहिँ सेल बढाउन सकिन्छ भन्ने कुराको मेथड फाइन्ड गर्नुपर्ने एउटा अप्लाइड रिसर्च हो। त्यो हामीले पत्ता लगाउने बित्तिकै त्यो चाहिँ हामीले युज गर्न सक्छौँ हाम्रो डेली लाइफमा, जो बिजनेस गर्छ उसले। अर्को टाइप छ हाम्रो फन्डामेन्टल रिसर्च। अब फन्डामेन्टल रिसर्चलाई चाहिँ प्योर अर बेसिक रिसर्च पनि भनिन्छ। एक्जाममा प्योर अथवा बेसिक अर फन्डामेन्टल नेम आउने बित्तिकै अब फन्डामेन्टल भनेपछि त बुझिहालिन्छ, तर यसलाई प्योर र बेसिक आयो भने कन्फ्युज हुनु पर्दैन, यो भनेको फन्डामेन्टल रिसर्च नै हो। अनि यसको एम चाहिँ के त, इन्क्रिज नलेज एन्ड अन्डरस्ट्यान्डिङ। अघिको के थियो, भएकै कुरालाई अब नयाँ बनाउने खालको थियो नि त, यसले चाहिँ एउटा नलेज एन्ड अन्डरस्ट्यान्डिङ चाहिँ इन्क्रिज गर्छ। फोकस्ड अन इमिडिएट प्र्याक्टिकल युज, इट इज नट फोकस्ड है। अब हामीले भन्यौँ अघिको अप्लाइड रिसर्च चाहिँ जतिखेर हामीले रिसर्च गरेर कन्क्लुजन निकाल्छौँ त्यो चाहिँ युज भइहाल्छ भनेको थियौँ। यसमा चाहिँ नट फोकस्ड अन इमिडिएट प्र्याक्टिकल युज, त्यस्तो इमिडिएट प्र्याक्टिकल युज चाहिँ हुँदैन। यसको फिचर्समा जाम नलेज ओरिएन्टेड, अघिको के थियो, अघिको प्रब्लम सल्भिङ ओरिएन्टेड थियो भने अहिले चाहिँ नलेज ओरिएन्टेड भयो होइन। थ्योरिटिकल इन नेचर, अघिको के थियो प्र्याक्टिकल इन नेचर थियो, त्यो चाहिँ थ्योरिटिकल इन नेचर भयो। लङ टर्म इम्पोर्टेन्स, यो सकिने बित्तिकै मतलब कन्क्लुजन निस्किने बित्तिकै, रिसर्च गरेर कन्क्लुजन निस्किने बित्तिकै यो एप्लिकेसनमा नआए पनि यसको चाहिँ लङ टर्म इम्पोर्टेन्स हुन्छ। फन्डामेन्टल रिसर्च यो टाइपको रिसर्चको चाहिँ। अर्को चाहिँ एक्जाम्पल अफ फन्डामेन्टल रिसर्चमा ह्युमन बिहेभियरको एउटा के गर्ने रिसर्च गर्ने, त्यो चाहिँ एउटा फन्डामेन्टल रिसर्चमा पर्छ। अब कुनै ह्युमन बिहेभियरको रिसर्च गर्यो अनि यस्तो हुँदो रहेछ भने के भोलि इम्प्लिमेन्ट भइहाल्दैन नि त, त्यो यस्तो हुन्छ भनेर कुरा हुन्छ। अब साइकोलोजीहरूमा पनि त्यस्तो आइरहन्छ होइन। अनि अर्को भयो कम्प्युटर अल्गोरिदमहरूमा रिसर्च गर्ने, नलेज बढाउँछ नि त हाम्रो। अनि अर्को साइन्टिफिक थ्योरी डेभलपमेन्ट, कुनै साइन्टिफिक थ्योरीहरूलाई चाहिँ डेभलप गर्ने अथवा भएकै थ्योरीको नलेज गर्ने, त्यही। अब अप्लाइड एन्ड फन्डामेन्टल रिसर्चको डिफ्रेन्स हेरौँ, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ एक्जाममा। यो चाहिँ अब रियल प्रेजेन्टेसन त होइन, तर मेरो फन्टहरू चाहिँ एकदम डिफ्रेन्ट भएको रहेछ। द्याट्स नट अ बिग डिल, बट इफ यु आर डुइङ सम डकुमेन्टेसन देन इट्स भेरी इम्पोर्टेन्ट थिङ। अनि त्यो चाहिँ ख्याल गर्नु होला। अब अप्लाइड रिसर्च र फन्डामेन्टल रिसर्चको डिफ्रेन्स हेर्नुपर्दा अब मैले यहाँनिर कतिवटा राखेको छु, इम्पोर्टेन्ट 6वटा एस्पेक्ट्सहरू राखेको छु। यति तपाईँले याद गर्नुभयो भने एक्जाममा एकदम इट्स इनफ फर योर एक्जाम। मिनिङमा छ रिसर्च डन टु सल्भ अ स्पेसिफिक प्र्याक्टिकल प्रब्लम। अब यो अप्लाइड रिसर्चको बारेमा हामीले हेरिसक्यौँ, अब फन्डामेन्टलको पनि हेरिसक्यौँ। अब पर्पोज के छ त, अप्लाइड रिसर्चको पर्पोज भनेको कुनै कुराको सोल्युसन फाइन्ड गर्ने हो भने चाहिँ फन्डामेन्टल रिसर्चको के त नलेजलाई चाहिँ एक्सपान्ड गर्ने। नेचर अप्लाइड प्र्याक्टिकल भइहाल्यो, फन्डामेन्टलको नेचर के छ थ्योरिटिकल छ। केमा युज हुन्छ त, डाइरेक्टली युज इन रियल वर्ल्ड। अप्लाइड रिसर्चको कन्क्लुजन चाहिँ डाइरेक्टली युज हुन्छ भने फन्डामेन्टल रिसर्चको नो इमिडिएटली युज, बट लङ टर्म इम्पोर्टेन्स हुन्छ।
आउटकम के छ त डेभलप सोल्युसन प्रोडक्ट इम्प्रुभमेन्ट भयो अप्लाइड रिसर्चको फन्डामेन्टल रिसर्चको कन्सेप्ट प्रिन्सिपल ललाई डेभलप गर्ने एक्जाम्पल हामीले अघि 2-3टा एक्जाम्पल हेरिसक्यौँ अब यहाँ पनि छ एउटा नयाँ एक्जाम्पल डेभलपिङ अ न्यू टिचिङ मेथड टु इम्प्रुभ मेमोरी अब मेमोरी धेरैवटा युट्युब भिडियोहरू पनि आइरहन्छ होइन मेमोरी पावर बढाउनको लागि यस्तो यस्तो भनेर त्यो पनि त कुनै रिसर्च गरेरै कुनै टेक्निक गरेरै बनाएको होला अथवा टिचरहरूले कुनै टिचिङ मेथड्सहरू डेभलप गर्ने जुनले चाहिँ मेमोरी पावर बढाउँछ अर्को फन्डामेन्टल रिसर्चको एक्जाम्पल हाउ मेमोरी वर्क्स इन द ब्रेन मेमोरीले ब्रेनमा चाहिँ कसरी वर्क गर्छ भन्ने कुरा चाहिँ फन्डामेन्टल रिसर्च भयो Okay, thank you so much this much for today guys. यति छोटो भिडियो बनाउँछु भन्दा पनि 10 मिनट भइसकेछ. Okay, if you like this then subscribe to my channel. And bye bye guys, see you next time.